तो आओ यार अपने कान में इयरफोन्स डाल लो। हेलो गाइज, कमेन्ट पढ्ने हैन त। आज हामी नेपाली क्रिकेट स्टेडियम भित्रको भयाल डान्सदेखि लिएर बेहुला बेहुलीको ओ पर्फर्मेन्स, इन्स्टाको मोतीवाला कट्टु अनि गंगो छेत्रीको धमाकेदार कमेन्ट पढ्दैछौँ। पहिला टिकटक कमेन्टबाट स्टार्ट गरौँ है त। सो लेट्स गो। यस्तो कडा स्माइल दिएपछि क्यामेराम्यानले फोकस त गर्ने नै भयो। कमेन्टको त के कुरा गर्नु, रुनु कि हाँस्नु। अरे ये दिखे ना, ये कैमरा वाला जो है हमारी भावनाओं से खेल रहा है। ये कौन है कैमरे वाला, पता करिए। यो नानीले चुरोट खाने रहेछ। ये क्या बक रहे हो मादरचोद? रिप्लाई हेरौँ न हजुर। रिप्लाई चुरोट मात्र होइन, यिनले रक्सी खान्छ। रक्सी मात्र होइन, सोती नि खान्छे। सोती मात्र होइन, भात पनि खान्छ होला। इसकी माँ का भात मात्र होइन, तरकारी पनि खान्छ होला। ये क्या है? तरकारी मात्र होइन, अचार पनि खान्छिन् होला। अचार मात्र होइन, ललिपप नि खान्छिन्। ललिपप मात्र होइन, अमला नि खान्छिन् रे। फैमिली देखती है, वरना मैं ऐसे ऐसे गाली दूं, ऐसे ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये बड़े भाई। सबै खाएपछि किस पनि खाए भइगयो नि। अब आए ना लाइन पे। ये कैमरा वाला जो है हमारी भावनाओं से खेल रहा है। जति राम्रो भए पनि पारिहाल्छौ। रिप्लाई हेरौँ न यहाँ हजुर। पार्ने मात्र होइन, हक छ पनि। राजेश दाइला त झन् छोड्ने कुरै भएन नि। पहिलो हाँसो पहिलो बोल सब याद छ, हिजोका बाछा आजको शून्यता साथ छ। के गर्ने, यत्रो तडक भडक एउटा पुन्टे हमला उत्पादन गर्न सकेनन् बुढाले। गजब बेइज्जती है। रिप्लाई हेरौँ न यहाँ हजुर। मेसिन खराब भइसक्यो कम्पनीको। बिउ जवानीमा सकेपछि कहाँबाट हुन्छ। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। राजा सम्हाल ना 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 ना। द ग्रेट कोहली। जवानी सबै पहिले नै लुटिसकेको रहेछ, अब रस नभएपछि के लाग्यो र। क्या बक रहे हो मादरचोद? एनपीएल को क्रेजी फ्यान भएपछि यतिको त हुनै पर्छ है। कोई बात नहीं। नेपालीले नजानेको भनेको भोट हाल्न मात्र हो। इन्डियाको बाबु चन्द्र आए पनि सक्दैन नेपालीलाई। अच्छा, रिप्लाई हेरौँ न यहाँ हजुर। सही दोष म पनि चन्द्र नै हो, यस्तो डान्स त चोकचोकमा गर्छु। घरबाट ज्याकेट ल्याउन बिर्सेपछि जाडो भगाउने आइडिया। ऐसा कैसे हो सकता है? हमारे यहाँ ऐसा ही होता है। चान्स पायो कि नेपालीले गर्छ। नेपाली हो नि मेरा बाउ। यो त दायाँ बायाँ फेरि माइला दाइ भन्दा नि खत्ता निस्क्यो त। कसको विश्वास गर्नु र खै डाक्टर नै बौलाएपछि। आफ्नो फार्मेसी आफैलाई काम लाग्ने भयो औषधि खान। अच्छा, जापानको माइला दाइको जस्तै छ नि डान्स स्टेप त दामी दामी। दिमाग खराब नगर है भाई, फेरि मेरो गाली सुन्ला। फार्मेसीमा बिक्री नभएर एक्सपायर भएको औषधि खानुको नतिजा। पायलट चुरोट लिन पठाएको यता डान्स हानेर बसिरहेछ फेरि यो। बिहेपछि यस्तो र ऊ गर्ने ट्रेन आएपछि कमेन्ट नआउने त कुरै भएन। भिडियो हेरेर कमेन्ट पढौँ है त। सवादको भिडियो पनि सार्वजनिक गर्नुहोला, हामी बेरोजगारी 24 घण्टा अनलाइन छौँ। प्र्याक्टिस होला अहिले, एकछिनमा हो सुरु। के हो? अहिले आएर 9 महिनापछि च्यार छु। अहिले 2 जना नै गर, अलिबेर पछि त्यो दिदी मात्र एक्लै गर्छिन्।
अब यही भिडियोको इन्स्टा कमेन्ट त झन् बबाल के भइरहेछ यहाँ चुपचाप स्वागत नमनाएर त्यही त स्वागत नमनाएर भन्दै रातभरि यस्तै हुन्छ अब प्र्याक्टिस मेक पर्फेक्ट एकछिनमा हुन्छ रिप्लाई हेरौँ न हजुर रिप्लाई तिमीलाई सब थाहा रहेछ एक्सपिरियन्स वाला होला नि गङ्गो तिमी किन यस्तो हामीलाई नि यसो अबे तू थोड़ा सा बहन का लोड़ा आ क्या मेरो मुटु किन चिसो भएको हामीलाई पनि मौका देऊ न गङ्गाजी समझ रहे हो हेरौँ न हजुर रिप्लाई मौका पाएर के गर्छौ त्यो त कालो छ मैले यस्तो गर्ने चान्स पाएको भए जानेको थिएँ ये क्या बक रहे हो मादरचोद मैले खेल्छु यो गेम प्लिज मोतीमा लगाउने मोतीवाला कट्टु आएछ त के हो यस्तो मोतीवाला थङको डिमान्ड चाहिँ एकदमै बढेको छ है अब डिमान्ड अनुसार सप्लाई त गर्नै पर्यो बिजनेसम्यान भएपछि भयो यो ब्याक साइडको लगाएर देखाउनु न भन्नेहरूको लागि लगाएर पनि देखाइदिएको छ हेर्नुस् यस्तो मोबाइल देख्छ है यो फ्रन्टको डिजाइन यो ब्याकको डिजाइन मोती भित्र छिदैन र दि मेरो फेरि ठुलो छ रिप्लाई हेरौँ न हजुर रिप्लाई खै हेरौँ त कत्रो ठुलो छ केटाको लागि पनि छ यस्तो मलाई नि चाहियो तू समझा नहीं तू समझा नहीं त्यो पुतलीले भित्रको पुतली छोप्छ होला त नहीं मोतीको दाना भित्र पस्यो भने के गर्ने रिप्लाई हेरौँ न यहाँ हजुर झन् मजा हुन्छ होला नि तिमी नि त्यही लगाएको होला भुइँमा बस्दा विचार गर्नु गाडा गोडी अड्केला जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले सब्स्क्राइब चाहिँ गरिदिनु होला धर्म हुन्छ